हरि ओम ओम नमः शिवाय। आज मैले तपाईलाई यस भिडियो मार्फत राशि अनुसार कुन देवतालाई कुन राशि भएका व्यक्तिहरूले विशेष आराधना गर्दाखेरि ग्रहहरूको बाधा न्यून हुनमा मद्दत हुन्छ, अशुभ प्रभावहरू आफूलाई पर्न दिँदैन, अशुभ प्रभावहरू कुन देवताको आराधना गर्दाखेरि हट्छ त कम हुन्छ त भन्ने कुरा मैले तपाईलाई जानकारी दिन्छु। यसलाई ध्यान दिएर सुन्नु होला। यदि यी देवताहरूलाई तपाईले सम्झेर अथवा मेरो चाहिँ ग्रहहरूको बाधाहरू पीडाहरू हटोस्, मेरो शरीर बलियो होस्, जीवन सुखमय होस् भनेर यी देवताहरूको आराधना गर्नुभयो भने तपाईलाई पक्कै पनि शुभ फल प्राप्त हुँदै जानेछ। यदि तपाईको मेष राशि छ भने मेष राशि भएकाहरूले हनुमानजीको आराधना गर्दा र कार्तिकीय स्कन्द पनि भन्छन्, कार्तिकीयको आराधना गर्दाखेरि मेष राशि भएका व्यक्तिहरूको लागि ग्रहहरू बलिया हुने गर्छन्। बाधाहरू पीडाहरूमा एकदमै धेरै न्यूनता आउनेछ, आफ्ना मनोकामनाहरू पूर्ण हुँदै जानेछन्। यदि तपाईको वृष राशि छ भने वृष राशि हुनेहरूको लागि वृष राशि भएका मान्छेहरूले लक्ष्मीको, माता लक्ष्मीको अथवा पार्वतीको र लक्ष्मीको यदि आराधनाहरू गर्ने हो भने, पूजा गर्ने हो भने वृष राशि भएका मान्छेहरूलाई पनि एकदमै धेरै शुभ फल प्राप्त हुनेछ। यदि तपाईको मिथुन राशि छ भने मिथुन राशि भएका मान्छेहरूले भगवान गणेशको र विष्णुको आराधना गर्ने हो भने तिनीहरूलाई शुभ फल प्राप्त हुनेछ। यदि तपाईको कर्कट राशि छ भने कर्कट राशि भएका मान्छेहरूले माता दुर्गाको र पार्वतीको आराधना गर्ने हो भने, उपासना गर्ने हो भने तिनीहरूलाई ग्रहहरूको पीडा बाधा अवश्य पनि कम भएर जानेछ। यदि तपाईको सिंह राशि हो भने सिंह राशि भएका मान्छेहरूले भगवान सूर्यनारायणको र रामचन्द्र यानि राम भगवानको आराधना गर्ने हो भने तिनीहरूलाई पक्कै पनि लाभ शुभ फल प्राप्त हुनेछ। यदि तपाईको कन्या राशि छ भने कन्या राशि भएका मान्छेहरूले गणेशको र विष्णुको आराधना गर्दाखेरि उनीहरूलाई लाभ प्राप्त हुनेछ, ग्रहहरूको पीडा बाधा क्रमश हट्दै जानेछ। यदि तपाईको तुला राशि छ भने तपाईले माता लक्ष्मीको र राधा र माता लक्ष्मीको पूजा आराधना गर्ने हो भने तपाईलाई पक्कै पनि त्यसले ग्रहहरूको बाधा पीडाहरू असर कम हुनमा तपाईलाई एकदमै धेरै ठुलो मद्दत मिल्नेछ। यदि तपाईको राशि वृश्चिक राशि छ भने वृश्चिक राशि भएका मान्छेहरूको लागि वृश्चिक राशि भएका मान्छेहरूले भगवान शिवको र हनुमानको आराधना गर्ने हो भने त्यसको प्रभावले गर्दाखेरि उसलाई एकदमै धेरै शुभ फल प्राप्त हुनेछ। यदि तपाईको धनु राशि छ भने धनु राशि भएका मान्छेहरूले भगवान श्री विष्णु र दत्तात्रेय भन्ने देवता हुनुहुन्छ, ती देवताहरूको पूजा आराधना गर्दाखेरि तपाईहरूलाई विशेष लाभ प्राप्त हुनेछ। दत्तात्रेय भन्ने को हुन् भन्ने कुरामा दत्तात्रेय भनेका भगवान ब्रह्मा विष्णु र महेश्वरका एकमुष्ट रूप भन्ने बुझिन्छ। ती देवताको आराधना गर्दाखेरि तपाईलाई लाभ प्राप्त हुनेछ। यदि तपाईको मकर राशि छ भने मकर राशि भएका मान्छेहरूले हनुमानजीको आराधना गर्नुभयो र काल भैरवको आराधना गर्नुभयो भने मकर राशि भएका मान्छेहरूलाई अवश्य पनि लाभ प्राप्त हुँदै जानेछ। यदि तपाईको राशि कुम्भ राशि हो भने कुम्भ राशि भएका मान्छेहरूले पनि भैरवको र भगवान शिवजीको आराधना गर्ने हो भने तिनीहरूलाई लाभ प्राप्त हुँदै जानेछ। र यदि तपाईको अन्तिममा बृहस्पति कारक भएका राशि मीन राशि, यदि तपाईको राशि मीन राशि हो भने मीन राशि भएका व्यक्तिहरूले पनि फेरि भगवान विष्णुको र दत्तात्रेयको पूजा आराधना गर्दा तिनीहरूलाई ग्रहहरूको बाधाहरू पीडाहरू क्रमश कम हुँदै जाने र लाभ प्राप्त हुँदै जाने हुन्छ। यी देवताहरूलाई तपाईहरूले ग्रहहरूको पीडाहरू बाधाहरू हटोस् भन्नको निमित्त विशेष रूपमा जप्ने अथवा पूजा आराधना गर्ने हो। त्योदेखि अतिरिक्त आफूले मान्ने गरेका देवताहरू, इष्ट देवताहरू, कुल देवताहरू, ती देवताहरू चेन्ज गर्ने होइन। राशि अनुसार चाहिँ मेरा राशिका देवता यी रहेछन् भनेर आफ्ना इष्ट देवताहरूलाई परिवर्तन गर्ने अथवा एउटालाई पूजा गरिरहेको अर्कोलाई सुरुवात गर्ने होइन। ग्रहको पीडा बाधाको लागि चाहिँ यी देवताहरूको विशेष आराधना गर्ने, तर अरू गरिरहेका देवताहरूलाई चाहिँ नभुलिकन उनीहरूलाई यथास्थानमै राखेर अगाडि बढ्नुभयो भने पक्कै पनि तपाईँका मनोकामनाहरू पूर्ण हुँदै जाने र तपाईँलाई ग्रहहरूका बाधा पीडाहरू क्रमश रूपमा हट्दै जाने, मन आत्मबल साहस वृद्धि हुँदै जाने
त्यस्तो पक्कै पनि तपाईँलाई शुभफल प्राप्त हुनेछ। फेरि त्यस्तो केही जिज्ञासाहरू छन् भने तपाईँले मलाई व्यक्त पनि गर्न सक्नुहुनेछ। प्रोफाइलमा मेरो नम्बर रहेको छ, फोन सम्पर्क गरेर अथवा WhatsApp, भाइबर, इमो माध्यमबाट तपाईँले जोडिन पनि सक्नुहुनेछ। फेरि पनि यस्तै जिज्ञासाहरू, तपाईँहरूका जिज्ञासाहरू मेटाउनको लागि अथवा केही नयाँ कुराहरू तपाईँलाई ज्ञान दिन मन लाग्यो भने, केही थाहा दिन भन्ने तपाईँलाई भयो भने चाहिँ फेरि पनि तपाईँहरू समक्ष पक्कै पनि आउनेछु। अहिलेलाई ओम नमः शिवाय।